पिरे भन्ने ठाउँमा आइसकेको छौँ र चाहिँ हजुरले मेरो पछाडिको ब्याकग्राउन्डमा भ्यू हेर्न सक्नुहुन्छ। बाटोमा चाहिँ यस्तो यो चाहिँ एकदम अनप्लान्ड हो हैन। Hi everyone, welcome back to my YouTube channel after long time र मलाई बोल्न पनि गाह्रो लागिरहेको छ। अनि त्यसपछि आज चाहिँ म र मेरो साथी मिलेर जाँदै छौं खिलुङको डाँडा। मेरो घरबाट एकदम मास्तिरपट्टि। मैले हजुरलाई हिजो देखाए जस्तो म यहाँ डाँडा टाढा घुम्ने भनेको छु। त्यो डाँडा नम्बर 1 भनेको चाहिँ यहाँ मास्तिरपट्टि हो। अहिले चाहिँ एकदम मज्जाले कुहिरो लागिरहेको छ। ओके गाइज, यो चाहिँ बल्ल एक्टिभ भयो। यो चाहिँ अघिले चाहिँ नभन हानी थियो, बल्ल एक्टिभ भयो। ओके, यो चाहिँ हाम्रो हिलुको राम्रो पुल हो। एज यु क्यान सी मस्त मान्छेहरू पुरै वाकिङ गएका छन्। हामी चाहिँ सिधै वाकिङ मास्तिर डाँडामा। अहिले त डाँडा देखेको पनि छैन। अनि हाम्रो मन्दिर यही छ। अब चाहिँ हामी यहाँ अब सिधै उकालो उकालो लाग्नेवाला छौँ। यो केटी अगाडि हिँडिसकेछ। जीवन कथा यसले के भन्दैछ? यसले इन्ट्रेस्टिङ बनाउँ कि तिम्रो म भ्यू बढाइदिन्छु के। ल हेरौँ। अब हामी मास्तिर डाँडा गाडा लागिसकेको छौँ। पसिना पनि आउन थालिसक्यो। हाम्रो कहिले घरभन्दा बढी मलाई रुगा लागिरहा। अनि यहाँ हाम्रो मस्तको हेलु बजार चाहिँ राम्रो देखिरहेको छ अहिलेदेखि। त्यो चाहिँ मेरो घर हो है। उद्यो बाबा प्राइभेसी म्याटर्स भन्। ओ माय गॉड। आउलान मेरो घरमा। सरी सिद्धिका, I'm your big fan. Please autograph. Yes. हामीहरूले चाहिँ अहिले अमलाको खानी भेट्यौँ। एज यु क्यान सी मेरो टाउको मास्तिरपट्टि सानो हो अमला। स्मृति द के हो? कता टिपिस त एउटा टिप्न सक्दिनस् कि मलाई थाहा। उता खा क्या। मेरो जुत्ता चिफ्लो भएर के त्यही भएर यस्तो राम्रो छ। यत्रो प्रयास बाबुजित पनि हामीले के गर्न सकेन। कति धेरै हो के तितो होला कि है। माथि त्यस्तो अमिलो नहोला है। तर लास्टै तितो के। बुट हल्लाइदिनु पर्ने रहेछ कि 2-3टा खस्थ्यो। बाटोमा इनर्जी हुन्छ नि। हाम्रो हिँड्ने बाटोको टायर हेर्न सक्नुहुन्छ। नगरपालिका धनी भएर यसरी टायर बिछाइरहेको छ। यहाँको चाहिँ पुरानो खालको कुवा। यहाँ चाहिँ मस्त पानी चुन्छ। स्मृति अब त्यहाँ कुवामा डुबेर मर्दैछ। तेरो प्रशासन हुँदै लाइभ प्रसारण हुँदैछ स्मृतिको। यसै केही भइहाल्यो नि। यही पर्छ है गाइजहरू। गाइज फाइनली हामी चाहिँ तिलारको रोडमा आइसकेको छौँ। सो ब्युटिफुल भ्यू। ल भाग त एकचोटि सर ल भगौटी हो यो। हामीले चाहिँ लन्च गर्दैछौँ। ब्रेकफास्ट गर्दैछौँ। सो के अरे सिद्धिकासँग हङ्ग्री स्टार्भिङ भने ओट खोज्दै हेर्नु पिङ यो माइक एकचोटि मात्रै हेर्यो उहाँ गएर। मलाई चाहिँ एउटा चिज सेयर गर्न मन लाग्यो सिद्धिकासँग। हामी चाहिँ जब स्कुलमा पढ्थ्यौँ नि तब चाहिँ सिद्धिका म अनि हाम्रो क्लासको साथीहरू मिलेर चाहिँ गुप्तेश्वर लास्टी धेरै जान्थ्यौँ र गुप्तेश्वर जाने। अनि यहाँ चाहिँ धेरै मेमोरी छ हाम्रो। अनि म टेक्वान्डो सिक्न आउने पनि यही हो। यहाँ हामी टेक्वान्डो हप्तामा 2 चोटि हो कि 2 चोटि चाहिँ यहाँ। अनि अरू दिन चाहिँ वहाँ खोलाको बगर साइडमा यहाँ माथि चढ्ने है होइन र। बिहान ढुम्रो मैले ढुम्रो खाना 1 वर्षमा खानिरहेको छु। यो ढुम्रो चाहिँ अनि अहिलेको चाहिँ खिलुङ जाने बाटो चाहिँ अलि बिग्रेको छ अरे। जुन सर्टकट हुन्छ नि सानो सानो बाटो त्यहाँ चाहिँ धेरै झाडीहरू आएको छ अरे। मान्छेहरू कम हिँडेर सानो भन्दा पनि डाँडावाला बाटो। यो चाहिँ डाँडा काटेर पिच बना। त्यो होइन अब के भन्छ अरे। अब चाहिँ हामी चाहिँ रोडै जाने भन्नुभयो। त्यही कारण जाँदा अलिक कन्फ्युजन हुन्छ भनेर। सो हाम्रो चाहिँ
हिँडाइ जारी छ। हामी 1/3 पनि आएको छैन होला बाटोको। हामी जुन मान्छेहरू चाहिँ नर्मली मान्छेहरूलाई चाहिँ आधी घन्टामा तिला लाउँछ भने हामीलाई चाहिँ 1 घन्टा 20 मिनट जति लाग्यो तिला लाउन। भनेपछि माथि 3 घन्टा लाडा पुग्छन् भनेपछि यही 6 घन्टा त पुग्छ। अब चाहिँ 3-4 घन्टा चाहिँ मेबी छिटो हुन्छ होला क्या। ल यस्तो हुन्छ हेरे। हजुर यस्तो राम्रो भ्यू हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ। बिहान यस्तो कुहिरो लागेको छ र हाम्रो डेस्टिनी त्यहाँ हो र यो केटी चाहिँ अगाडि हिँड्छ र बिहानको भ्यू चाहिँ ओखा छ गाइस। एकदम कुहिरोले अझ मास्तिर हुनु पाएको अझ दामी देखिन्थ्यो होला। उही कस्तो दामी यहीँबाट हेर त। अनि माथि हामी यतिखेर माथि पुग्न पाए त अझ दामी हुन्थ्यो। डेस्टिनेसन हो त्यहाँ। अनि यता कता हुनसक्छ। अहिले चाहिँ बादलले गर्दा राम्रोसँग नदेखिएको। ओके गाइज फाइनली चाहिँ हामी चाहिँ मास्तिर खिरुङ कालिका त आइसकेको छैनौँ। तर हामी चाहिँ अलि बिचतिर कुन ठाउँ आइसकेका यो जिमिरे भन्ने ठाउँमा आइसकेको छौँ। र चाहिँ हजुरले मेरो पछाडिको ब्याकग्राउन्डमा भ्यू हेर्न सक्नुहुन्छ। सिद्धिका चाहिँ त्यहाँ चाहिँ यस्तो ओखा छ हेर्नु गाइज। मलाई त यहाँ आएपछि त त्यो हुन्छ नि खुट्टा थाकिरहेको थियो। यहाँ आएपछि त कस्तो के एउटा छुट्टै खालको इनर्जी आइसकेको छ। कुन हिमाल होला? तर यहाँ बस्ने मान्छेलाई कति उस होला है। दिनका दिन यो भ्यू देख्दाखेरि त माई गड हामी कहिले काहीँ आएर हेर्दाखेरि। अनि यो हिमाल चाहिँ हाम्रो हेलुबाट चाहिँ 1% नि देखिन्न किनभने सबै डाँडा काँडाले छेक्दिएर हामी चाहिँ ठ्याक्क यो बिचमै छौँ नि त। हजुर यति टुप्पो देखिन्छ। कता कतापट्टि मिलेर हेर्नुपर्छ। अनि यतापट्टि नि एउटा हिमाल छ। अहिले पछि त्यो चाहिँ एउटा भिडियोमा देख्न मिल्छ। अब हामी मास्तिर पुगेपछि त अझ सायद तबसम्म पुग्दाखेरि चाहिँ यस्तो राम्रो बादल चाहिँ तल हुँदैन होला। माथि उठिसकेको हुन्छ न हिमाल पनि यति तल्केको चाहिँ देख्न सकिँदैन होला। तब माथि पुगेपछि चाहिँ जियोस् त्यसपछि चाहिँ भ्यू चाहिँ देख्न सकिन्छ। मतलब बैलगाडी हेलु अनि टाढा कता कतासम्मको भ्यूहरू चाहिँ देख्न सकिन्छ। अनि अहिले चाहिँ हामी जङ्गल रोडवरै हिँडेछ नि त। अनि जङ्गल अब जङ्गल स्टार्ट भइसक्यो। अहिलेसम्म चाहिँ गाउँ थियो। अब चाहिँ सायद अब वन पनि हिँड्नुपर्छ। गाइस मैले जुन चाहिँ हिमाल भनेको थिएँ नि त्यो हिमाल चाहिँ यो हो है। यति मात्र होइन यति यसमा देखिएछ यति मात्र देखिएछ। त्यो चाहिँ सायद अन्नपूर्ण होला मेबी द्याट्स माई गेस अन्ली। यु क्यान सी यहाँ चाहिँ धेरै नै कटुसहरू छ। तर यसपालि चाहिँ मैले खासै कटुस खान पाएको छैन। अनि मैले चाहिँ सिर्फ एउटा मात्र भेटेँ जो चाहिँ मेरो अलरेडी हातमा छ। सबै कुहेको छ। गाइज हामी चाहिँ आधी बाटोमा आइसक्यो। मतलब यो अब 25% छ। अब 25% छ अब चाहिँ। अनि हजुरहरूलाई म भ्यू देखाउँछु। यतै छ त ओके वाउ रियल स्वर्ग है गाइज। एउटा स्न्याप पनि भन्छ। अनि सिद्धिका तिमीलाई कस्तो लागिरहेको छ यहाँ आएर? कस्तो राम्रो के है यो हुन्छ नि यो बादल के कस्तो पुरा के उस जस्तो के कटन जस्तो के है। वाउ एकदम खुट्टा हाम्रो खुट्टा नि गलेको छैन कि त्यो एकदम अमेजिङ लागिरहेको छ मलाई चाहिँ। हाम्रो फ्याक्ट भनेको खुट्टा गलेको छैन कि। हामी त्यति प्रेसर लिएर नि हिँडेको छैनौँ किनभने भ्यू मस्त देखिएछ। अब माथि गएर केही भइहालेछ मतलब भ्यू खुलेन वा केही भएर केही दुःख छैन होला। किनकि अब धेरै त होइन 1 घन्टा आधा घन्टामा पुगिन्छ होला। अनि हेर्नुहोस् अब 1 घन्टा त लाग्छ किनभने यो यस्तो कि अब हामी यहाँ टुप्पा हुन्छ अनि त्यसपछि चाहिँ अनि एकचोटि फेरि लाउनु पर्छ। वाउ आई थिङ्क यहाँबाट चाहिँ देखिन्न होला तर जुमिङ त्यति जुमिङ पावर। होप यु गाइज आर लिसनिङ द भोइस अफ मोङ्की लाइक सिद्धिका। यो चाहिँ बादल खुलेसीको देखिने भ्यू हो। र फाइनली गाइज हामीहरू चाहिँ खिलुङ गाउँमा चाहिँ आइसकेको छौँ। र उहाँ बाजेले चाहिँ हामीलाई चाहिँ माथि मन्दिरको चाबी दिनुहुनेवाला छ। त्यही भएर आउनुभएको छ। यहाँबाट अझै 2टा ठाउँ एक्स्ट्रा जान मिल्ने रहेछ। अनि त्यसपछि म एकदम चकित भनेको चाहिँ यो अलैँची त्यहाँ देखेर किनभने मलाई थाहा थिएन खिलुङमा अलैँची पनि हुँदो रहेछ। अनि त्यसपछि हामी चाहिँ यत्रो लामो सिडी चढेर यहाँ चाहिँ सिडीहरू यति धेरै रहेछ नि पसिनै निस्कियो नि। भ्यू चाहिँ ओखा छ। घाम मस्त लाएर
हिमालहरू मजाले देखेछन्। ऊ लामडाँडा हो यो चाहिँ, यो लामडाँडा। फाइनली यत्रो सिडी चढेपछि चाहिँ मनमोहक दृश्य देख्न सकिन्छ हामीले खिलुङ मन्दिरबाट। र खिलुङ मन्दिर चाहिँ यति राम्रो छ, पहिला चाहिँ अलिक बनिसकेको थिएन, अहिले चाहिँ लगभग हिमालहरू यस्तो मजाले खुलेको छ नि। हुन त सबै त देखे छैन, तर चुचुरा चाहिँ अब कुन कुन हिमाल हो भनेर चाहिँ चिनिन सकिन्छ। र मैले अहिलेसम्म नसुनेको नामको हिमाल पनि देखेँ। पोखराबाट त देखिन्छ, तर यहाँबाट देखिँदा चाहिँ म एकदम दङ परेँ, किनभने हाम्रो स्याङ्जा चाहिँ डाँडै काँडाले भरिएको छ नि त। ओके गाइज, हजुरले थाहा पाइसक्नु होला हामी चाहिँ मन्दिर आयौँ र अहिले चाहिँ हामी मन्दिरको साइडमा बसेको छौँ। हाम्रो बुवाले चाहिँ स्टोरी भनिसक्नु भयो र उहाँले चाहिँ अब चापी लगाएर आफ्नो घरतर्फ जानुभयो। अनि हामीले चाहिँ अब यसो नास्ता खाऊँ र हामीले चाहिँ बाटोमा चाहिँ यस्तो, यो चाहिँ एकदम अनप्लान्ड हो होइन। अनि हामीले चाहिँ के चटपट बनाऊँ न त भनेर चाहिँ प्याज किन्यौँ बाटोमै, केही प्याज मोलेको भनौँ अब, किनभने कागती पाइएन। मैले सुन्तला चाहिँ हालौँला नि भनेको, यसले चाहिँ नमिठो हुन्छ भन्ने, त्यही भएर। अनि चाहिँ अहिले चाहिँ हामी ठ्याक्क बुटामुनि बसेर सिद्धिका चाहिँ सेफ हुनुभएको छ। उहाँले चाहिँ काटिङ मस्त धेरै नकाट भयो, 2टा भयो, ए 4 चाउछानी हो, 3टा भनौँ है। एउटा चाहिँ अहिले बाटोमा ए हामी त बाटोमा कटुस टिपेर जाने प्लान गर्छौँ, तर हेरौँ प्लान गरेको चिज हुँदैन। र अब हाम्रो नेक्स्ट डेस्टिनी चाहिँ हामीले सोचेर मिल्यो भने चाहिँ वहाँ हुनसक्छ, त्यो हो मैदान। कहाँ छ यहाँ हजुरले देख्न सक्नुहुन्छ, त्यहाँ चाहिँ एउटा टलक टल्केको छ होला, हजुरको देख्न सक्नुहुन्छ हो त्यहाँ। हामी चर्को रेडी छ, सिद्धिकाले खाइसक्नु कस्तो छ। जाडो भयो एकछिन यहाँ बसेर नास्ता खाएको त जाडो भयो। हामीले चाहिँ नास्ता खायौँ, सिद्धिकाले फोटो सफा गरेर अगाडिपट्टि गइ पनि सक्यो। अब एकछिन भ्यू पोइन्टमा गएर फोटो खिच्ने। बिहामा गएको छ नि यिनीहरू चाहिँ, आज यिनीहरूको बिहा रहेछ कसको। यहाँ कमिला छन् कि हेर्न आइजन, कति धेरै छन् मेरी। मिनिएचर कटुस प्रेजेन्टिङ टु यु मिनिएचर कटुस विथ क्यामराम्यान स्मृति केसी, क्यामरा वुमन स्मृति केसी र म सिद्धिका आर्या। हाम्रो चाहिँ अब हामी चाहिँ अहिले खिलुङ कालिकाको भ्यू पोइन्टमा छौँ। भ्यू पोइन्ट चाहिँ यहाँको भ्यू पोइन्टबाट के देखिन्छ भन्दा चाहिँ यो बजार के हेलु बजार, हेलु यी चाहिँ हस्पिटल चोक, अनि हेलु बजार, लामा चौर, यता सबै देखिन्छ। अनि उता टाढासम्म देखिने भनेको चाहिँ एउटा स्याङ्जा बजार देखिँदो रहेछ। सो यति नै हो। अनि यताबाट चाहिँ हामी अब कति के देखिन्छ होला स्मृति दिदी? अनि यताबाटपट्टि चाहिँ मेरो मुख देख्न सक्नुहुन्छ सबसे पहिले, मेरो मुख देख्न सक्नुहुन्छ सबसे पहिले। नराख्ला यो बात के भन्छ, नराख्ला मत। भ्यू पोइन्ट भनेको चाहिँ यही नै होला। हामी चाहिँ मेन भ्यू पोइन्ट आइसकेको छौँ र यहाँबाट चाहिँ सबै दिन सकिन्छ। त्यहाँ अघिको बाटोबाट भन्दा यहाँबाट चाहिँ सिद्धिका पोज दिइसकेको छ। ल म हजुरलाई देखाउँछु अब चाहिँ यहाँ। ओके गाइज, हजुर यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ बैलगाडी बजार। अनि त्यसपछि यतापट्टि आएर छ, यता अलि यतापट्टि चाहिँ यो बुटो नभएको भए चाहिँ म बगरी बजार पनि देखिन्थ्यो कि हेर्छु म। बगरी बजार देखिन्छ र बगरी बजारको बगरी बजार चाहिँ देखिँदैन रहेछ। मेरो मामा घर चाहिँ मजाले देखिँदो रहेछ। मेरो मामा घर चाहिँ कतापट्टि हो भन्दा बैलगाडी देखियो त यहाँ उनकै बालज्योति स्कुल। कसियाना बालज्योति पढेको कि भुपू अरे बालज्योति, तर यो बालज्योति पढेको होइन। ल हेर्नुहोस् भ्यू, यहाँ यस्तो दामी ओखा भ्यू छ साथीहरू। ए अनि ढलेको बगर यही त हो होइन र? अनि मेरो घर देखियो त के अरे त्यहाँ देखिन्छ त के अरे तेरो घर? उयो खोप्चामा। यसको पुरानो घर त्यहाँ हो? पुरानो होइन, नयाँ घर हो। ए ल यसको नयाँ घर। मेरो मामा घर चाहिँ यता पारिपट्टि हो। हजुरले देख्न सक्नुहुन्छ मैदान पनि। केही देखियो केही पनि देखे छैन अरे। ल
ओके गाइज अब हाम्रो भ्लग चाहिँ यहीँसम्मको लागि थियो। अब यहाँबाट चाहिँ हामी चाहिँ अब तल खुइ जाने सोचेको छौँ। अब यहाँबाट चाहिँ भ्यू यस्तो राम्रो हामी एकछिन इन्जोय गर्छौँ, हामीहरू फोटोहरू खिच्छौँ अनि त्यसपछि आफ्नो घरतर्फ लाग्नेछौँ। ओके बाई गाइज, सी यू फर नेक्स्ट टाइम। अब हाम्रो कतै हुन सक्छ सोरेक मैदान हुन सक्छ, सोरेक मैदान र कुनै डाँडा काँडा हुन सक्छ जहाँबाट हजुरले यस्तै राम्रो राम्रो भ्यू देख्न सक्नुहुनेछ।